मर्निङ एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ र अनि म पनि एकदमै सन्चै आरामी छु। अनि आज चाहिँ माघे सङ्क्रान्ति। ह्याप्पी माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिको सबैजनालाई धेरै धेरै शुभकामना। अनि आज चाहिँ माघे सङ्क्रान्तिको दिन सक्खरखण्ड अनि त्यस पछाडि लड्डु सड्डु बनाएर खानुपर्ने हो। अनि आज चाहिँ मेरो काम पनि छ के, आज छुट्टी भए पो दिनभरि बनाएर खाऊँ भन्नुहुन्थ्यो नि, अनि छुट्टी पनि छैन। अनि त्यही भएर मैले तिलको लड्डु बनाउँछु भनेर सोचिरहेको छु। अनि भुजाको लड्डु पनि बनाउँछु भनेर चाहिँ सोचिरहेको छु। अनि मैले तल यहाँनिर चाहिँ पाइँदैन क्या भुजा र त्यो सक्खर चाहिँ पाएन। अनि मैले तिल चाहिँ किनेर ल्याएको छु। अनि त्यस पछाडि सक्खरखण्ड अनि थोरै पिँडालु पनि लिएर आएको छु, त्यो चाहिँ उसिनिदिन्छु। अनि यो तिल पनि भुटेर ठिक्क पारेर राख्छु। अनि बेलुका सक्खर लिएर आउनुभयो भने चाहिँ लड्डु बनाउँछु भनेर। फेरि बेलुका काममा जानुपर्ने छ, आज नभए पनि बनाएर राखेपछि भोलि खाइन्छ नि त। सक्खरखण्ड र पिँडालु हो। अब यसलाई म धोएर काटेर यसलाई उसिन्नु राखिदिन्छु। अनि यहाँ मैले तिल किनेर ल्याएको छु। अनि यो तिल चाहिँ सबै त होइन, थोरै चाहिँ म भुटेर राख्छु रेडी पारेर, बिहान तताइ राख्छु। अब भरे बेलुका चाहिँ अनि मसँग यो थोरै सक्खरखण्ड अनि पिँडालु पनि थियो। अनि त्यही भएर म मस्त गफ लाउँदै सफा गर्दैछु। अनि त्यो फेरि कति लामो भएछ क्या भिडियो, अनि त्यसलाई अनि चाँडो बनाउँदा बेला फेरि आवाज अर्कै सुन्यो, त्यही भएर म भोइस ओभर गरिरहेको छु। अनि मैले सक्खरखण्डलाई सानो टुक्रा बनाएर काटेँ धोएर, अनि पिँडालुहरूलाई पनि सानो काटेर धोएँ। अनि त्यसलाई चाहिँ मैले बसालिदिएर अनि बेलुका चाहिँ आएर लड्डु बनाउँछु भनेर चाहिँ मैले सबै यो चाहिँ रेडी गर्नलाई गरेको। अनि त्यस पछाडि फेरि हाम्रो नेपालको जस्तो नहुने क्या, मैले त्यो ओभनमा राखेको त खाएको छु, तर यो उसिनेको कस्तो हुन्छ खै थाहा छैन। हाम्रो नेपालको जस्तो अझै साह्रो भयो भने फकाउने। यता चाहिँ म तेल भुट्न हालेको छु। मेरो यो ग्यास लास्टै सानो बल्छ क्या, अनि त्यहाँबाट कहिले तात्छ थाहा छैन, टाइम लाग्छ होला। अनि मैले यति तेल चाहिँ बचाएर राखेको छु। यो चाहिँ सिसाको जारहरू चाहिँ हाम्रो रेस्टुरेन्टमा हुन्छ कि, अनि त्यस्तै फाल्नुभन्दा म लग्छु भनेर मैले सबै सिसाको जारहरू खेरेर उठाएर राख्छु थिएँ। त्यही काम लाग्छ नि सानो चिजहरू राख्नलाई, दालहरू यताउति खनाइ राख्नलाई पनि सजिलो हुन्छ। बेलुका यो सक्खर ल्याइदिएर आउनुभएको थियो। अनि मैले पगालेर अहिले चाहिँ भुजाको लड्डु र तिलको लड्डुको लागि प्रिपरेसन गरिरहेको छु। अनि मैले रेडी गरेर अहिले भुजाको लड्डु बनाएँ, अनि तिलको लड्डु पनि बनाएँ। खाँदा चाहिँ मिठो भएको थियो। अनि मैले यहाँ मेरो साथीहरूलाई पनि दिएर खुवाएँ, उनीहरूलाई पनि मिठो लाग्यो अरे, राम्रो कम्प्लिमेन्ट दिँदै थियो। त्यही नै हो। तपाईँहरूको लागि कस्तो भयो, आशा गर्छु सबैको राम्रो भयो होला। अनि फेरि पनि ह्याप्पी माघे एभ्रिवान। अनि डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। त्यही नै हो। अब अर्को भिडियोमा भेटौँला। अनि माघे रमाइलोसँग मनाउनु भयो होला। त्यही नै हो। बाई, सी यु इन माई नेक्स्ट भिडियो।